11 बजेर करिब 40 मिनेट सेतो एम्बेसडर कार संसद परिषदको गेटतर्फ बढिरहेको थियो। बाहिरबाट हेर्दा त्यो एउटा सामान्य सरकारी गाडी जस्तै देखिन्थ्यो। रातो बत्ती, सरकारी स्टिकर, भित्र 5 जना मानिस। सुरक्षाकर्मीले हात उठाएर गाडी रोके। ड्राइभरले केही क्षण झ्याल खोले, पहिचान पत्र देखाउन प्रयास गर्यो। सबै कुरा सामान्य देखिन्थ्यो। तर त्यसै बेला अगाडि बढ्ने क्रममा उपराष्ट्रपतिको काफिलाको एउटा सवारीसँग हल्का ठोक्कियो। ठोक्किने आवाज ठुलो थिएन, तर त्यो आवाजले सुरक्षाकर्मीहरूको ध्यान तान्न पर्याप्त भयो। उनीहरू गाडीतर्फ अगाडि बढे। एउटा सुरक्षाकर्मीले फेरि कागजात मागे। अर्कोले नम्बर प्लेटतर्फ हेर्दै थियो। भित्र बसेका मानिसहरू एकअर्कालाई हेर्दै थिए। सायद उनीहरूले पनि बुझिसकेका थिए अब भेषले काम गर्दैन। त्यसपछि गाडीको पछाडिको ढोका खुल्यो। पहिले एउटा खुट्टा बाहिर आयो। त्यसपछि कालो ज्याकेट लगाएको एकजना मानिस र उसको हातमा थियो AK-47। केही सेकेन्डका लागि समय रोकिए जस्तो भयो। सुरक्षाकर्मीले प्रतिक्रिया दिन नपाउँदै पहिलो गोली चल्यो। त्यो गोली सिधै संसद भवनमाथि होइन, भारतको सुरक्षामाथि चलाइएको थियो। गाडीको ढोका एकपछि अर्को खुल्न थाल्यो। त्यसभित्रबाट 1 जना, 2 जना, 3 जना, अन्ततः 5 जना बाहिर निस्किए। उनीहरूको हातमा आधुनिक राइफलहरू थिए, कम्बरमा अतिरिक्त म्यागजिन, झोलामा ग्रेनेड। उनीहरू कुनै हतारिएको भिड जस्तो देखिँदैनथे। उनीहरूलाई आफू कहाँ जाने भन्ने थाहा थियो। पहिलो आक्रमणकारीले गेटतर्फ लगातार गोली चलाउन थाल्यो। यसै स्पष्ट थियो सुरक्षाकर्मीलाई टाउको उठाउन नदिने। त्यसबीच अर्को 2 जना संसद भवनतर्फ दौडिन खोजे। तर उनीहरूले एउटा कुरा अनुमान गर्न सकेका थिएनन्। संसदको बाहिरी घेरा पार गर्नु एउटा कुरा थियो, भित्रको सुरक्षा अर्कै स्तरको थियो। पहिलो गोली चलेको केही सेकेन्डमै संसदको सुरक्षा प्रणाली सक्रिय भयो। रेडियो सेटहरूमा लगातार सन्देश आउन थाले। गेट सेक्योर, मेन बिल्डिङ लकडाउन, अल युनिट रेस्टरुम। भित्र रहेका कर्मचारीहरूलाई तुरन्त सुरक्षित स्थानमा सार्न थालियो। भारी ढोकाहरू बन्द गरिए। मुख्य प्रवेशद्वारमा थप सुरक्षाकर्मी तैनात गरिए। अब यो समयसँगको दौड थियो। आक्रमणकारीलाई थाहा थियो यदि उनीहरू केही मिनेटभित्र भवनसम्म पुग्न सकेनन् भने उनीहरूको योजना असफल हुनेछ। त्यसैले उनीहरूले गोलीको वर्षा अझ तीव्र बनाए। संसद परिषदमा रहेका गाडीका सिसा फुट्न थाले। कङ्क्रिटका पर्खालमा गोली ठोकिँदा धुलो उड्न थाल्यो। हावामा बारुदको गन्ध फैलिन थाल्यो। त्यही समयमा एकजना सुरक्षाकर्मीले आफ्नो स्थान परिवर्तन गर्न खोजे। उनी खुल्ला ठाउँ हुँदै अर्को अवरोधसम्म पुग्न खोज्दै थिए, तर गोली उनकै नजिक ठोक्कियो। उनी फेरि पर्खालको आडमा फर्किए। अब प्रत्येक पाइला ज्यानको जोखिम थियो। संसद भवनको भित्र केही सांसदलाई अझै बाहिर के भइरहेको छ भन्ने प्रष्ट जानकारी थिएन। उनीहरूले केवल बाहिरबाट लगातार आइरहेको गोलीको आवाज सुनिरहेका थिए। कोही झ्यालतर्फ जान खोज्थे। सुरक्षाकर्मीले तुरन्त रोक्थे। कृपया झ्यालबाट टाढा रहनुहोस्। यो आदेश बारम्बार दोहोरिन्थ्यो। बाहिर दुवैतर्फबाट गोली चलिरहेको थियो। आक्रमणकारीहरू अगाडि बढ्न खोजिरहेका थिए। सुरक्षाकर्मीहरू उनलाई 1 इन्च पनि अगाडि बढ्न नदिने प्रयासमा थिए। अब यो केवल बन्दुकको शक्ति थिएन, यो कसले पहिले आफ्नो धैर्य गुमाउँछ भन्ने प्रणय थियो। गोलीबारी सुरु भएको करिब 5 मिनेट बितिसकेको थियो। आक्रमणकारीहरूले महसुस गर्न थाले उनीहरू अपेक्षा गरे जस्तो छिटो अघि बढ्न सकेका छैनन्। संसद भवन अझै पनि उनीहरूबाट केही दूरीमा थियो र त्यो दूरी बिस्तारै अझ कठिन हुँदै गइरहेको थियो। त्यसै बेला एकजना आक्रमणकारीले आफ्नो स्थान परिवर्तन गर्न खोज्यो। ऊ एउटा गाडीको आडबाट अर्को स्तम्भतर्फ दौडियो। तर उही क्षण सुरक्षाकर्मीको एउटा निशानाबद्ध गोली उसलाई लाग्यो। ऊ भुइँमा लड्यो। अरू 4 जना अझै लडिरहेका थिए, तर अब उनीहरूको पहिलो क्षति भइसकेको थियो। पहिलो आक्रमणकारी ढलेपछि सुरक्षाकर्मीहरूले पहिलो पटक महसुस गरे कि उनीहरूलाई रोक्न सकिन्छ। सबैभन्दा कठिन लडाइँ अझै बाँकी थियो। पहिलो आक्रमणकारी भुइँमा ढलेपछि केही सेकेन्डका लागि गोलीको गति अलिकति कम भयो, तर त्यो शान्त धेरै बेर टिकेन। बाँकी 4 जनाले अझ आक्रामक रूपमा फायरिङ सुरु गरे। सायद उनीहरूले पनि बुझिसकेका थिए अब फर्किने बाटो छैन। संसद परिषदको खुल्ला भाग अब युद्धभूमिमा बदलिएको थियो। एकातिर देशको सबैभन्दा सुरक्षित भवन, अर्कोतिर त्यसभित्र पस्ने अन्तिम प्रयास गरिरहेका 4 जना सशस्त्र आक्रमणकारी, बीचमा केवल केही दर्जन सुरक्षाकर्मी। उनीहरूमध्ये कसैलाई पनि यो भिडन्त कति समय चल्छ भन्ने थाहा थिएन।
तर एउटा कुरा सबैलाई थाहा थियो, यदि आज संसदको ढोका खुल्यो भने भारतको इतिहासको सबैभन्दा ठूलो सुरक्षा असफलता हुनेछ। आक्रमणकारीहरूले सुरक्षाको ध्यान एकातिर तान्न लगातार गोली चलाइरहेका थिए। त्यसैबीच अर्को आक्रमणकारी भवनतर्फ सर्ने प्रयास गरिरहेको थियो। उसले गाडीको आड लियो, त्यसपछि एउटा स्तम्भ, फेरि अर्को। उसले बिस्तारै दूरी घटाउँदै थियो, तर संसद सुरक्षाका जवानहरूले पनि उसको प्रत्येक चाल निहालिरहेका थिए। जसै ऊ अर्को अवरोधतर्फ दौडियो, दुई दिशाबाट जवाफी फायरिङ भयो। केही सेकेन्डसम्म कसैले पनि टाउको उठाउन सकेन। धुवाँ हटेपछि त्यो आक्रमणकारी पनि अब उठेन। अब 5 जनामध्ये 2 जना मरिसकेका थिए। तर युद्ध सकिएको थिएन, किनकि बाँकी 3 जना अझै लगातार गोली चलाइरहेका थिए। त्यति बेलासम्म संसदको मुख्य भवन पूर्ण रूपमा बन्द गरिसकिएको थियो। सबै प्रवेशद्वारमा अतिरिक्त सुरक्षा राखिएको थियो। भित्र रहेका सांसदहरूलाई सुरक्षित कोठामा राखिएको थियो। बाहिरको प्रत्येक आवाज अब भित्रसम्म सुनिन्थ्यो। गोली, विस्फोट, रेडियोको आवाज र साइरन। बाहिर एकजना आक्रमणकारीले अचानक ग्रेनेड फाल्यो। जोरदार विस्फोट भयो। धुवाँले केही समयका लागि पुरै क्षेत्र ढाक्यो। त्यही धुवाँको फाइदा उठाएर उनीहरू अगाडि बढ्न खोजिरहेका थिए, तर सुरक्षाकर्मीहरू पछि हटेनन्। उनीहरूले आफ्नो स्थान कायम राखे। धुवाँ हट्ने बित्तिकै फेरि जवाफी फायरिङ सुरु भयो। अब गोलीबारी सुरु भएको लगभग 15 मिनट बितिसकेको थियो। दुवै पक्ष थाक्न लागेका थिए, तर कसैले पनि बन्दुक तल राखेको थिएन। त्यही बेला दोस्रो आक्रमणकारीले अन्तिम पटक आफ्नो स्थान परिवर्तन गर्ने प्रयास गर्यो। ऊ खुल्ला ठाउँ पार गर्दै अर्को गाडीतर्फ दौडियो, तर त्यो निर्णय उसको अन्तिम निर्णय बन्यो। लगातार चलेको जवाफी फायरमा ऊ पनि भुइँमा ढल्यो। अब 3 जना लडिसकेका थिए। बाँकी 2 जना अब छुट्टा छुट्टै दिशामा गोली चलाइरहेका थिए। उनीहरूलाई अब स्पष्ट भइसकेको थियो, संसद भवनसम्म पुग्ने योजना लगभग असम्भव भइसकेको छ। तर उनीहरूले आत्मसमर्पण गर्ने कुनै सङ्केत देखाएनन्। यही कारणले सुरक्षाकर्मीले अझ सावधानी अपनाए, किनकि उनीहरूसँग अझै ग्रेनेड हुन सक्थ्यो, विस्फोटक हुन सक्थ्यो, वा अन्तिम क्षणसम्म आक्रमण जारी राख्ने योजना हुन सक्थ्यो। त्यो दिन संसदको प्रत्येक पर्खाल, प्रत्येक स्तम्भ र प्रत्येक सिँढी गोलीको आवाजले गुन्जिरहेको थियो। पछि यी पर्खालहरू मर्मत भए, तर त्यो दिन त्यहाँ रहेका मानिसहरूको सम्झनाबाट ती आवाजहरू कहिले मेटिएनन्। अब संसद परिषदमा केवल 2 जना आक्रमणकारी बाँकी थिए। केही मिनट अघिसम्म उनीहरू आक्रमण गरिरहेका थिए, तर अब उनीहरू आफै घेराभित्र पसिसकेका थिए। सुरक्षाकर्मीहरू बिस्तारै दुवै दिशाबाट अगाडि बढिरहेका थिए। कसैले पनि हतार गरिरहेको थिएन, किनकि एउटा गल्ती अर्को ठुलो क्षतिको कारण बन्न सक्थ्यो। एकजना आक्रमणकारी पार्किङ क्षेत्रमा उभिएको गाडीको पछाडि लुकेको थियो। ऊ बेला बेला टाउको निकाल्थ्यो र गोली चलाउँथ्यो। प्रत्येक पटक सुरक्षाकर्मीले जवाफी फायर गर्थे। केही मिनटसम्म दुवै पक्ष एउटै स्थानमा अड्किए। त्यसपछि उसले अचानक स्थान परिवर्तन गर्ने प्रयास गर्यो। ऊ दौडियो, तर त्यसको केही पाइला पनि पुरा भएको थिएन। जवाफी फायर वर्षा भयो। ऊ त्यहीँ ढल्यो। अब संसद परिषदमा केवल 1 जना आक्रमणकारी बाँकी थियो। सबैको ध्यान एउटै दिशातर्फ थियो। ऊ अझै गोली चलाइरहेको थियो, तर पहिले जस्तो आत्मविश्वास थिएन। गोलीको गति पनि घट्दै गएको थियो। सायद म्यागजिन पनि सकिँदै थियो वा घाइते भइसकेको थियो। तर एउटा कुरा निश्चित थियो, अब उसको वरिपरि सुरक्षाकर्मीहरूको घेरा पसिसकेको थियो। केही क्षण दुवै पक्ष शान्त रहे। त्यसपछि फेरि एकपटक गोली चल्यो। जवाफमा एकैचोटि धेरै दिशाबाट फायर भयो। धुवाँ हटेपछि ऊ पनि उठेन। अचानक पुरै संसद परिषद शान्त भयो। केही सेकेन्ड अघि जहाँ लगातार गोली चलिरहेको थियो, त्यहाँ अब साइरनको आवाज मात्र सुनिन्थ्यो। तर कसैले पनि तुरुन्त राहतको सास फेरेन, किनकि सबैभन्दा ठुलो डर अझै बाँकी थियो। के अरू पनि कोही छ? कोही बम त राखिएको छैन? बम डिस्पोजल स्क्वाड भित्र बोलाइयो। एक इन्च संसद परिषद जाँच गर्न थालियो। आक्रमणकारीहरूको शरीर सावधानीपूर्वक जाँच गरियो। उनीहरूले बोकेको झोला, हतियार र गाडी सबैलाई अलग अलग सुरक्षित बनाइयो। अनुसन्धान टोलीका लागि अब यही सामग्री सबैभन्दा ठुलो प्रमाण बन्ने थियो। यसैबीच रेडियोमा एउटा सन्देश आयो, होल्ड योर फायर। केही सेकेन्डको मौनता, र त्यसपछि एरिया सेक्योर, अल एट्याकर्स न्युट्रलाइज्ड। सायद त्यो दिन संसद परिषदमा रहेका सुरक्षाकर्मीहरूले पहिलो पटक लामो सास फेरे, किनकि लगभग आधा घन्टादेखि चलिरहेको थियो भिडन्त। अब यो समाप्त भएको थियो, तर चारैतिर हेर्दा यो जितको दृश्य थिएन।
भुइँभरि राइफलका खोका छरिएका थिए, गाडीका सिसा फुटेका थिए, पर्खालहरूमा गोलीका दाग थिए, कतै हेलमेट, कतै जुत्ता, कतै छोडिएका कागजात र स्ट्रेचरमा घाइतेहरूलाई बाहिर लगिँदै थियो। त्यो दिन संसद भवनभित्र रहेका जनप्रतिनिधिहरू सुरक्षित रहे, तर त्यो सुरक्षाको मूल्य सुरक्षाकर्मी र कर्मचारीहरूले आफ्नो जीवन दिएर चुकाए। 30 मिनट सुनिँदा धेरै समय जस्तो लाग्दैन, तर त्यही 30 मिनटले भारतको सुरक्षा सोच, संसदको सुरक्षा व्यवस्था र दक्षिण एसियाको राजनीतिक इतिहासलाई सधैँका लागि बदलिदियो। त्यो दिन आक्रमण रोकियो, तर त्यसको प्रभाव वर्षौँसम्म समाप्त भएन। यहीँबाट सुरु हुन्छ अर्को अध्याय, अनुसन्धान। किनकि अब प्रश्न बन्दुकको थिएन, प्रश्न थियो यी 5 जना को थिए, उनीहरू संसदसम्म कसरी पुगे र यो सम्पूर्ण योजनाको पछाडि वास्तवमा के थियो। अर्को भिडियोमा हामी अर्को पाठ लिएर फेरि उपस्थित हुने बाचा गर्दै अहिलेलाई यो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा सम्पूर्ण दर्शकहरूलाई धन्यवाद दिँदै भिडियोलाई लाइक, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला भन्दै बिदा हुन चाहन्छौँ। नमस्ते, जय नेपाल।